यो एउटा अस्ति मात्रै हाम्रो बीचमा धुलो छ, यो त स्वाभाविक कुरा छ। त्यसबारे पनि त्यो वडाको ध्यान पक्का पनि जान्छ, पक्का पनि जान्छ। र अर्को कुरा, अहिले यो खानेपानीको विस्तार भएको छ, केही ठाउँमा अझै पनि छुट छ, यस कुरामा पनि अध्यक्षज्यूले ध्यान पक्का पनि जान्छ। र मैले अर्को कुरा के भन्छु भने, अस्ति पनि भनेको थिएँ, हाम्रो टोलमा यो बिजुलीको जुन पोल छ, त्यो लागि 30 वर्ष 35 वर्ष पुरानो पोलहरू छ। वडाको ध्यान पक्का पनि जानेछ, चाहिँ सञ्चालन गर्नुहोस्। त्यसमा सहयोग जुटाउने क्रममा धेरै नै चाँडो चाहिँ विकास हुन्छ। बाढीबाढी कुरा आयो, केही पनि हाम्रो अनुरोध के छ भने, जलप नेपाल 6 कम्पनी हामीले टोलबाट चाहना त्यो छ, उद्योगको बापत उद्योग गरे बापत अहिलेको मितिमा अत्यन्त सचेत छ। हिजो हामी नयाँ कार्य समितिलाई हार्दिक शुभकामना दिँदै मेरो भनाइ नमस्ते।